के तपाईलाई थाहा छ हाम्रो पृथ्वीको भित्र पनि एउटा अर्को संसार लुकेको छ भनेर सयौं वर्षदेखि वैज्ञानिक र रहस्य खोजी गर्नेहरूले दाबी गर्दै आएका छन्? हो, यो कुनै काल्पनिक कथा होइन, यो हो होलो अर्थ थ्योरी, एक यस्तो अवधारणा जसले भन्छ पृथ्वीभित्र विशाल खाली स्थान छ जहाँ अर्को सभ्यता, अर्को सूर्य र अर्को जीवनको रूप विद्यमान छ। भाग 1, सिद्धान्तको सुरुवात। यो विचार सबैभन्दा पहिले सन् 1700 को दशकमा अमेरिकन वैज्ञानिक एडमन्डले प्रस्तुत गरेका थिए। त्यो बेलामा उनले भनेका थिए, पृथ्वी पूर्ण रूपमा ठोस छैन, यो अनेक तहहरूमा बनेको छ र बीचमा विशाल खाली क्षेत्र छ। त्यसपछि जोन क्लेबस सेम्स नामका अमेरिकी सेनाका अफिसरले त झन् ठूलो दाबी गरे। उनका अनुसार उत्तरी र दक्षिणी ध्रुवमा ठूला ठूला इन्ट्रान्स होल्स छन् जसबाट पृथ्वीभित्र प्रवेश गर्न सकिन्छ। भाग 2, वैज्ञानिक र ऐतिहासिक प्रमाणहरू। कहिलेकाहीँ उत्तरी ध्रुवमा अनौठा हरिया उज्याला देखिन्छन् जसलाई हामी ओरोरा बोरियालिस भन्छौं। तर होलो अर्थ समर्थकहरू भन्छन् त्यो उज्याला पृथ्वीको बाहिरी नभई भित्रको सानो सूर्यको प्रकाश हो जसको किरण ध्रुव हुँदै बाहिर निस्किन्छ। र आश्चर्य कुरा त के भने, सन् 1947 मा एडमिरल रिचार्ड नामका अमेरिकी पाइलटले आफ्नो डायरीमा लेखेका थिए कि मैले आर्कटिक माथि उड्दा तल हरियो जंगल, नदी र जनावरहरू देखे जहाँ 70 डिग्रीको तापमान थियो। त्यो कुरा अमेरिकी सरकारले तत्काल गोप्य राख्यो। त्यो डायरी पछि बाहिर आयो र त्यसपछि सुरु भयो होलो अर्थको रहस्यपूर्ण कथा। भाग 3, भित्रको संसार कस्तो छ। यो सिद्धान्त अनुसार पृथ्वीको केन्द्रमा एउटा सानो सूर्य छ जसको उज्यालोले त्यहाँ जीवन सम्भव बनाउँछ। त्यहाँ विशाल भूमिहरू, सागर र मानव जस्तै तर भिन्न प्रजातिका प्राणीहरू बस्छन्। कसैले त भन्छन् उनीहरू अगार्था नामको सभ्यताका हुन्। यो सभ्यता हाम्रो भन्दा हजारौं वर्ष अगाडि अस्तित्वमा आएको थियो र उनीहरू शान्ति, ऊर्जा र उच्च चेतनाको संसारमा बास गर्छन्। भाग 4, धार्मिक र प्राचीन संकेतहरू। हाम्रो पुराणहरूमा पनि पाताल लोक, भूलोक र अगार्थको उल्लेख भेटिन्छ। गरुड पुराणदेखि लिएर महाभारतसम्म पृथ्वीभित्रका संसारहरू र त्यहाँ रहेका जीवहरूको कथा बारम्बार उल्लेख गरिएको छ। के यी कथाहरू केवल प्रतीक हुन् कि तिनीहरू वास्तवमै पृथ्वीभित्रको गहिरो सत्य संकेत गर्छन्? अब सोच्नुहोस्, यदि पृथ्वी साँच्चै होलो छ भने के हाम्रो सम्पूर्ण नक्सा, भूगोल र विज्ञान फेरि लेखिनु पर्ने हुन्छ? के हामी वास्तवमै पृथ्वीको बाहिर बसिरहेका छौं वा अर्को संसारका मानिसहरूले हामीलाई माथिबाट हेरिरहेका छन्? भाग 5, आधुनिक खोज र तथ्यहरू। हालका सिस्मिक अध्ययनहरूले देखाउँछन् पृथ्वीको भित्री भाग पूर्ण ठोस नभई धेरै तहहरूमा भिन्न घनत्वका पदार्थ छन्। केही वैज्ञानिकहरूले यो पनि मानेका छन् कि भित्रको कोरमा लाइफ सपोर्टिङ इन्भाइरोमेन्ट सम्भव हुन सक्छ। नासाले पनि ध्रुव क्षेत्रका केही फोटोहरूमा असामान्य गोलाकार छेद देखिएको स्वीकार गरेको थियो, तर पछि त्यो फोटो हटाइएको भनिन्छ। भाग 6, प्रवेशद्वार र प्रतिबन्धित क्षेत्र। यो सिद्धान्तका अनुसार ध्रुवीय क्षेत्रहरूभित्र प्रवेशमा कडा नियन्त्रण छ। त्यो ठाउँमा सैनिक प्रतिबन्ध र जीपीएस ब्लरिङ हुने कारण पनि यस्तै रहस्यमय बताइन्छ। केही दाबी अनुसार 20औं शताब्दीमा जर्मन नाजीहरूले पनि भित्रको संसारमा पुग्ने प्रयास गरेका थिए र उनीहरूले त्यहाँ ब्रिल सोसाइटी नामको शक्तिशाली सभ्यता भेटेका थिए। भाग 7, अन्तिम सोच र रहस्य। यो रहस्यको अन्त्य अझै भएको छैन। कसैले यसलाई केवल मिथक भन्छ, तर कसैले यसलाई पृथ्वीको सबैभन्दा गहिरो गोप्य सत्य र कहिल्यै सोच्नुभयो हामीले पृथ्वीको बाहिरको अन्तरिक्षमा जाने प्रयास त गर्छौं, तर आफ्नै पृथ्वीको भित्र के छ भन्ने कुरा अझै रहस्यमय छ। संसारको सबैभन्दा ठूलो रहस्य सायद हाम्रो पैतालामुनि नै लुकेको छ र जब त्यो पर्दा खुल्नेछ मानव सभ्यताको सम्पूर्ण इतिहास फेरि लेखिन सक्नेछ। यदि तपाईलाई यस्तो गहिरो र रहस्यमय सत्यहरू सुन्न मन पर्छ भने भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।